आजको टपिक छ अमाइन्स। सिम्पली हामीले अमाइन्सलाई एमोनियाको डेरिभेटिभ भनेर हामीले भन्न सक्छौं। यदि हामीले अमोनियाको चाहिँ हामीले हाइड्रोजनलाई अल्काइल अथवा अराइल ग्रुपले हामीले चाहिँ क्रमशः अथवा स्टेप वाइजली हामीले रिप्लेस गर्यौं भने हाम्रो प्राइमरी सेकेन्डरी हाम्रो टर्सरी अमाइन चाहिँ हामीले बनाउन सकिन्छ। सिम्पली हेर्न सकिन्छ यो एक्जाम्पलमा यसमा मैले अमोनियाको एउटा हाइड्रोजनलाई रिमुभ गरेर मैले के गरेको छु, एउटा अल्काइल ग्रुप एड गरेको छु। त्यसो गर्दाखेरि हाम्रो प्राइमरी अमाइन बनेको छ। सिमिलरली मैले दुईटा हाइड्रोजनलाई दुईटा अल्काइल ग्रुपले रिप्लेस गरे भने सेकेन्डरी अमाइन बन्छ र त्यस्तै गरी हाम्रो तीनटा हाइड्रोजनलाई तीनटा अल्काइल ग्रुपले रिमुभ गरे भने हाम्रो के बन्छ, टर्सरी अमाइन बन्छ। हामीले अब अल्कोहलको केसमा अथवा हामीले हेलोअल्कोनको केसमा हामीले फंक्सनल ग्रुपको कनेक्टेड कार्बनसँग हेर्छौं भने यहाँ चाहिँ सिम्पली हामीले एमोनिया भएको हाइड्रोजनसँग चाहिँ हामीले के गर्छौं, कम्पेयर गर्छौं। यसलाई हामीले दुई तरिकाले नोमेनक्लेचर गर्न सक्छौं। एउटा चाहिँ हाम्रो कमन सिस्टम जहाँ चाहिँ एकदम इजी वे छ, जहाँ चाहिँ हामीले अल्काइल ग्रुप प्लस अमाइन हामीले एड गरेर चाहिँ हामीले कमन नेममा अल्काइल अमाइन लेखिन्छ। सिमिलरली हामीले आइपिएस सिस्टममा हामीले दुई तरिकाले नोमेनक्लेचर गर्न सकिन्छ। एउटा छ अल्केन प्लस अमाइन। यदि हामीले अमाइनलाई फंक्सन ग्रुप मान्यौं भने हामीले एज अ सेकेन्डरी सफिक्स रूपमा पछाडिपट्टि लेख्छौं। लेख्दाखेरि चाहिँ अब हाम्रो यो भवेल भएको हुनाले हाम्रो चाहिँ के गर्छ, हाम्रो अगाडिपट्टि अल्केनको इलाई चाहिँ के गर्छ, यसले चाहिँ रिप्लेस गरेर हामीले यसरी अल्केन अमाइन लेख्छौं। तर हाम्रो नयाँ सिस्टममा चाहिँ हामीले के गर्छौं भन्दा अमाइनलाई हामीले अमिनो भनेर एज अ सब्स्टिट्युएन्ट सपोज गर्यौं भने हामीले अगाडिपट्टि चाहिँ हामीले अमिनो अल्केन यसरी चाहिँ हामीले लेख्न सकिन्छ। के एक्जाम्पलहरु हामीले हेर्न सकिन्छ। सिम्पली अब यसको मैले कमन नेम युज गरे भने मिथाइल अमाइन, इथाइल अमाइन, प्रोपाइल अमाइन अथवा ग्यान प्रोपाइल अमाइन पनि भन्न सक्छौं। कमन नेममा मिथेन अमाइन, इथेन अमाइन, प्रोपेन अमाइन। हाम्रो आइयुएसी नेममा चाहिँ हामीले यसरी मिथेन अमाइन, इथेन अमाइन भन्न सकिन्छ। सिमिलरली अब यदि ब्रान्चिङ आयो, यदि हामीले यसमा हेर्यौं भने यो CH3 र यो CH3 हाम्रो के छ, सेम छ। सो हामीले चाहिँ यसमा आइसो भन्ने टर्म युज गर्न सक्छौं। तीनटा कार्बन छ, सो हाम्रो प्रोपाइल हुने भयो, आइसो प्रोपाइल अमाइन हुने भयो। यदि हामीले आइपिएस यहाँ भन्यो भने दुई नम्बरमा हाम्रो के छ, अमाइन फंक्सनल ग्रुप छ। सो हामीले चाहिँ प्रोपेन 2 अमाइन यसलाई भन्न सकिन्छ। अब यसमा हामीले थोरै डिग्री बढाउने हो भने यो हाम्रो सेकेन्डरी छ, यो पनि हाम्रो सेकेन्डरी छ। अब हामीले चाहिँ यसलाई कमन नेममा भन्ने हो भने यदि सेकेन्डरी छ भने हामीले अल्काइल अल्काइल अमाइनको फर्ममा चाहिँ लेखिन्छ। हाम्रो यसमा हेर्ने हो भने अगाडिको हाम्रो के छ, इथाइल छ, पछाडिको हाम्रो चाहिँ मिथाइल छ। सो यसमा चाहिँ हामीले अल्फाबेट फलो गर्ने हो भने इथाइल मिथाइल अमाइन हुन्छ कमन नेम। यदि आइपिसी नेममा हेर्ने हो भने अगाडिको दुईटा कार्बन छ हाम्रो प्यारेन्ट चेनमा, पछाडिको एउटा छ, यसलाई हामीले सब्स्टिट्युएन्ट मान्छौं। यो मिथाइल ग्रुप चाहिँ नाइट्रोजनसँग कनेक्टेड भएको भएर हामीले यसको पोजिसन लेख्दाखेरि चाहिँ यान मिथाइल अनि इथेन अमाइन चाहिँ हामीले भन्छौं। सिमिलरली हामीले अर्कोमा हेर्ने हो भने दुईटा अल्काइल ग्रुप सेम छ। सो हाम्रो कमन नेममा चाहिँ हामीले के गर्न सक्छौं, डाइ ट्राइ भन्ने टर्महरु युज गर्न सक्छौं। यसमा दुईटा छ, सो हाम्रो डाइइथाइल अमाइन कमन नेम हुने भयो र हाम्रो आइयुपिएसी नेममा चाहिँ प्यारेन्ट चेनमा दुईटा कार्बन छ, बोथ साइडमा हामीले एउटालाई चाहिँ सब्स्टिट्युएन्ट मान्छौं, अर्कोलाई चाहिँ हामीले प्यारेन्ट चेन मान्छौं। सो यान इथाइल इथेन अमाइन हामीले यसरी चाहिँ के गर्न सकिन्छ, हामीले यसको नोमेनक्लेचर गर्न सकिन्छ। सिमिलर अरु एक्जाम्पल हेर्न सक्छौं। यो चाहिँ हाम्रो टर्सरी छ। यसमा हेर्ने हो भने यो एक्जाम्पलमा तीनटा अमाइन अथवा तीनटा अल्काइल ग्रुप अथवा सेम अल्काइल ग्रुप छ। सो हामीले यसलाई चाहिँ कमन नेममा ट्राइ अल्काइल अथवा ट्राइ मिथाइल अमाइन भन्न सक्छौं। आइयुपिएसी नेममा हामीले एउटालाई प्यारेन्ट चेन मान्न पर्ने हुन्छ र दुईटालाई हामीले के गर्नु पर्ने हुन्छ, सब्स्टिट्युएन्ट मान्नु पर्ने हुन्छ। हामीलाई थाहा छ यदि सब्स्टिट्युएन्टहरु सेम छ भने हामीले तिनीहरुको नम्बर हामीले अथवा पोजिसन हामीले सँगै राख्न सकिन्छ। यहाँ चाहिँ दुईटैको यान यान भएको हुनाले हामीले यान यान डाइमिथाइल मिथेन अमाइन भन्न सकिन्छ। सिमिलरली यसमा हेर्ने हो भने हामीले अब यहाँ तीनटा फरक फरक के छ, हाम्रो अल्काइल ग्रुप छ। सो हामीले चाहिँ यसलाई कमन नेममा नोमेनक्लेचर गर्दाखेरि हामीले अल्फाबेट अनुसार हामीले इथाइल मिथाइल प्रोपाइल अमाइन भन्छौं। सिमिलरली त्यसरी हामीले चाहिँ अब आइयुपिएसी भन्न पर्यो भने आइयुपिएसीमा चाहिँ हामीले लङ्गर कार्बनलाई हामीले प्यारेन्ट चेन मान्न पर्ने हुन्छ। सो यसलाई चाहिँ हामीले प्रोपेन अमाइन भन्नु पर्ने भएपछि यसमा हाम्रो चाहिँ सब्स्टिट्युएन्ट यो इथाइल ग्रुप आयो, अर्को चाहिँ हाम्रो मिथाइल ग्रुप आयो। हामीलाई थाहा छ अल्फाबेट फलो गर्नुपर्ने भएपछि हामीले यान इथाइल यान मिथाइल प्रोपेन अमाइन चाहिँ हामीले यसरी के गर्न सक्छौं, यसको आइयुपिएसी भन्न सक्छौं। थोरै अब यो प्राइमरीमा त्यस्तो समस्या चाहिँ छैन, तर सेकेन्डरी र टर्सरीमा स्टुडेन्ट अलि झुक्किएको पाइन्छ। त्यही भएर हामीलाई चाहिँ अलिकति प्र्याक्टिस चाहिँ गर्नुपर्छ।
अब अर्को छ आइसोमर। 11 मा हामीले आइसोमर धेरै पढिसकेको हुन्छौँ। सिम्पल यसले सो गर्ने आइसोमरहरू हामीलाई थाहा छ। यदि प्याटर्न चाहिँ फरक छ भने हामीले त्यसलाई के भन्छौँ, चेन आइसोमर भन्छौँ। एक्जाम्पल हामीले कम्तीमा 4 कार्बन लिएर लेख्न पर्ने हुन्छ, त्यही भएर मैले एकदम 4 कार्बन चाहिँ हामीले ब्युटेन अमाइनलाई युज गरेको छौँ। यदि यहाँ हेर्ने हो भने सबैमा के छ भन्दा प्याटर्न चाहिँ डिफ्रेन्ट छ है। सिमिलरली हाम्रो अर्को छ पोजिसनल आइसोमर। नामै पोजिसनल छ भनेपछि हामीले यसमा प्रेजेन्ट भएको फङ्सनल ग्रुपको हामीले चाहिँ के गर्छौँ, पोजिसन चेन्ज गर्छौँ। पोजिसनल आइसोमर सो गर्नको लागि कम्तीमा 3वटा कार्बन चाहिँ हामीलाई चाहिन्छ। सो मैले चाहिँ 3टा कार्बनको प्रोपन अमाइन चाहिँ मैले यहाँ 1 नम्बरमा मैले अमाइन ग्रुप फङ्सनल ग्रुप मैले राखेको छु भने यसमा चाहिँ प्यारेन्ट चाहिँ फेरि यसरी चुज गर्नुपर्छ। यो केसमा चाहिँ यसरी चाहिँ हाम्रो के छ, प्यारेन्ट चेनमा 3टा कार्बन छ, 2 नम्बरमा चाहिँ सब फङ्सनल ग्रुप छ। सो 1 नम्बर 2 नम्बर पोजिसन के भयो, फरक भयो। सिमिलरली अमाइनले सो गर्ने अर्को आइसोमर छ फङ्सनल आइसोमर। नामै फङ्सनल छ भनेपछि हामीले फङ्सनल ग्रुप डिफर गर्नुपर्ने हुन्छ। अमाइनको केसमा हेर्ने हो भने हामीले प्राइमरी अमाइनलाई सेकेन्डरी अमाइनलाई टर्सरी, अथवा हामीले चाहिँ इच अदर हामीले चाहिँ के गर्न सक्छौँ, चेन्ज गर्न सक्छौँ। सो हामीले 1 डिग्री 2 डिग्री 3 डिग्री अमाइनलाई हामीले फङ्सनल आइसोमर भन्न सक्छौँ। एक्जाममा चाहिँ अलिकति आउन मिल्ने एक्जाम्पल चाहिँ यो हो है। यसको यदि हामीले यो 3टै एक्जाम्पलको हामीले चाहिँ यदि कमन फर्मुला निकाल्यौँ भने यसको चाहिँ C3H9 है, H9 अनि N मिन्स नाइट्रोजन हुन्छ भनेपछि एक्जाममा अलिकति कमन आएको एक्जाम्पल चाहिँ यही हो, C3H9N है। यसको चाहिँ आइसोमर ड्र गर भन्छ अथवा फङ्सनल आइसोमर बना भन्छ। यसो ख्याल गर्नु पर्यो। प्रोपेनमाइन या मिथाइल यसो प्र्याक्टिस गर्ने है। अर्को छ मेटामर्स। अब मेटामर्स अरूभन्दा अलिकति युनिक छ। हामीले के गर्नुपर्छ भन्दा फङ्सनल ग्रुपको आइदर साइडमा अथवा फङ्सनल ग्रुपलाई जुन फङ्सनल ग्रुप छ त्यसको दायाँ बायाँ साइडमा चाहिँ हामीले नम्बर अफ कार्बन चेन्ज गर्न सक्छौँ, अथवा हामीले अल्काइल ग्रुप चाहिँ हामीले के गर्न सक्छौँ, डिफर गर्न सक्छौँ। तर फङ्सनल ग्रुप चाहिँ सेम हुनुपर्छ। मेटामर्स सो गर्नको लागि हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दा फङ्सनल ग्रुपले कम्तीमा 2 भ्यालेन्सी सो गर्नुपर्छ। भनेपछि प्राइमरी अमाइनमा हामीले लेख्दाखेरि त जस्ट NH2 लेख्छौँ नि, भनेपछि यसको अगाडिपट्टि एउटा मात्रै बोन्ड छ भनेपछि यसले चाहिँ के गर्न सक्दैन भन्दा यसले चाहिँ अब हाम्रो यो मेटामर्स सो गर्न सक्दैन। तर मैले सेकेन्डरी लिएँ भने त सेकेन्डरीमा त हाम्रो के छ, 2टा बोन्ड खाली छ, द्याट मिन्स त्यसको भ्यालेन्सी 2 हो। भनेपछि सेकेन्डरी अमाइनले टर्सरी अमाइनले चाहिँ के गर्न सक्छ भन्दा मेटामर्स सो गर्न सक्छ। एउटा एक्जाम्पल मैले लिन सक्छु। मैले यहाँ चाहिँ सेकेन्डरी अमाइनकै एक्जाम्पल लिएको छु। हाम्रो हेऱ्यौँ भने फङ्सनल ग्रुपको बोथ साइडमा नम्बर अफ कार्बन यसमा 2टा छ। तर त्यही केस यहाँ हेर्ने हो भने एकातिर 3टा छ, अर्कोतिर के छ, एउटा छ। पहिलो भन्दा के छ, यसमा चाहिँ अल्काइल ग्रुप फरक छ। यसलाई लेख्दाखेरि सिम्पली CH2 ग्रुपलाई चाहिँ एक्सचेन्ज गरिदिने, पोजिसन चाहिँ के गरिदिने, CH2 ग्रुपलाई चाहिँ अर्को साइडतिर फङ्सनल ग्रुप भन्दा परतिर लगिदियो भने यो फङ्सनलमा चाहिँ यो मेटामर्स सो गर्न सकिन्छ। ल अब हाम्रो छ अर्को इम्पोर्टेन्ट टपिक छ हाम्रो के छ भन्दा सेपरेसन अफ अमाइन। अब अल्कोहलमा हामीले भिक्टर मेयर युज गरेर डिस्टिङ्ग्विस गरे जस्तै अर्को इम्पोर्टेन्ट टपिक छ हाम्रो अमाइनमा सेपरेसन अफ अमाइन। डिस्टिङ्ग्विस र हाम्रो सेपरेसन भन्ने चाहिँ हाम्रो डिफ्रेन्ट टपिक हो। सेपरेसन गर्नको लागि हामीले के गर्छौँ भन्दा एउटा बिकरमा 3टै अमाइन छ भने त्यसलाई हामीले कसरी सेपरेट गर्ने भन्ने कुराहरू छ है। त्यो चाहिँ हाम्रो अलिकति इम्पोर्टेन्ट छ। यसलाई मैले थोरै फिगर सो गरेर मैले बुझाउन ट्राई गर्छु। ल मानौ यो बिकरमा के छ, 3टै अमाइनको मिक्सचर छ है। अब यो मिक्सचरमा सेपरेट गर्नको लागि हाम्रो हफम्यान भन्ने साइन्टिस्टले चाहिँ के गर्नुभएको छ भन्दा डाइइथाइल अक्जालेट, सर्टकटमा हामीले DEO भनेर पनि हामीले लेख्न सक्छौँ। डाइइथाइल अक्जालेट भन्ने अर्ग्यानिक कम्पाउन्ड उसले के गर्नुभएको छ, एड गर्नुभएको छ हो। अब यसलाई बुझ्दाखेरि हामीले अक्जालिक एसिड त सुनेको छौँ। अक्जालिक एसिडलाई हामीले अब त्यहाँबाट याच हटाएपछि त्यसको नाम अक्जालेट हुन्छ। अनि त्यसमा चाहिँ हामीले के गर्यौँ भने इथाइल ग्रुप एड गर्यौँ भने त्यसमा चाहिँ 2टा इथाइल जान्छ। सो डाइइथाइल अक्जालेट हुन्छ। हामीले जब डाइइथाइल अक्जालेट एड गर्छौँ हाम्रो यो मिक्सचर अफ अमाइनमा, अब यो मिक्सचर अफ अमाइनले चाहिँ अथवा यो अमाइनले चाहिँ के गर्छ भन्दा डाइइथाइल अक्जालेटसँग डिफ्रेन्ट तरिकाले चाहिँ के गर्छ, रियाक्सन गर्छ। यसो गर्दाखेरि प्राइमरी अमाइनले रियाक्सन गरेर उसले चाहिँ सोलिड कम्पाउन्ड बनाउँछ जसको नाम हो अक्जामाइड, जो चाहिँ के हुन्छ, सोलिड हुन्छ। सिमिलरली सेकेन्डरी अमाइनले चाहिँ त्यही डाइइथाइल अक्जालेटसँग रियाक्सन गरेर बनाउँछ ओइली लिक्विड बनाउँछ, विच इज जसको नाम चाहिँ के हो, अक्जामिक इस्टर। तर टर्सरी अमाइनले चाहिँ रियाक्सन गर्दैन। अब किन गर्दैन अहिले हामीले त्यसको रियाक्सन हेरेर बुझ्छौँ, किनकि टर्सरी अमाइनमा हाइड्रोजन नै छैन है। भनेपछि हामीले थोरै फरक तरिकाको रियाक्सन देख्न सक्छौँ, तर सजिलो चाहिँ छ है। अब भनेपछि अब हाम्रो मिक्सरमा के हुने भयो,
जब डाइथाइल अक्जालेट एड गर्छौँ त्यहाँ त रियाक्सन भएर फरक फरक तरिकाले रियाक्सन भएर सोलिड लिक्विड अनि एज इट इज टर्सरी अमाइनको एज इट इज हामीले चाहिँ के पाउने भयौँ मिक्सचर पाउने भयौँ यसरी चाहिँ मैले यहाँ हल्का सोलिड देखाइदिएको छु द्याट मिन्स यसले चाहिँ हाम्रो प्राइमरी अमाइनले रियाक्सन गरेर बनाएको अक्जामाइड भन्ने बुझिन्छ यहाँ मैले हल्का ओइली जस्तो अलिकति डेन्स भएको लिक्विड बनाउन ट्राई गरेको छु जसलाई चाहिँ हामीले ओइली लिक्विड भनेर बुझ्न सकिन्छ र टर्सरी अमाइन चाहिँ माथिपट्टिको हल्का हाम्रो यो स्याडो पार्टलाई हामीले बुझ्न सकिन्छ यसरी चाहिँ एउटा मिक्सरमा यस्तो बन्छ मिक्सर बन्छ भन्ने कुरा हामीले बुझ्न सकिन्छ है त्यसपछि हामीले के गर्छौँ भन्दा यो मिक्सरमा त हामीले टर्सरी अमाइनलाई इजिली के गर्छौँ हामीले चाहिँ यसलाई रिमुभ गर्छौँ अथवा सेपरेट गर्न सक्छौँ कसरी किनकि टर्सरी अमाइनको बोइलिङ पोइन्ट एकदमै लो हुने भएको हुनाले हामीले यसलाई हल्का हिट गर्ने बित्तिकै अथवा डिस्टिलेसन गर्ने बित्तिकै यो के हुन्छ उडेर जान्छ अनि यसलाई हामीले चाहिँ कन्डेन्सेसन गरेपछि हामीले के गर्न सक्छौँ टर्सरी अमाइन चाहिँ एज इट इज हामीले चाहिँ यसलाई पाउन सक्छौँ है त्यसपछि हामीले अब हाम्रो के छ हामीले हिट गरे भनेपछि हाम्रो सोल्युसन अन्तिममा के छ वार्म छ अथवा तातो छ भनेपछि यसलाई हामीले फेरि के गर्छौँ थोरै समयसम्म हामीले कुल गर्छौँ त्यसपछि हाम्रो अब रिमाइनिङ लिक्विड भनेको त हाम्रो के छ रिमाइनिङ मिक्सर भनेको त हाम्रो सोलिड छ अनि अर्को छ हाम्रोसँग ओइली लिक्विड छ भनेपछि हामीले यो दुईवटा मिक्सरलाई चाहिँ हामीले सिम्पल हामीले चाहिँ के गर्छौँ फिल्टर गर्छौँ हामीले फिल्टर गरेपछि हाम्रो सोलिड चाहिँ एज अ रेजिड्यूको फर्ममा फिल्टर पेपरमा पाइने भयो र हाम्रो चाहिँ यो ओइली लिक्विड चाहिँ हामीले के गर्ने भयौँ हाम्रो फिल्ट्रेटको फर्ममा हामीले चाहिँ हाम्रो तल सोल्युसनमा पाउने भयौँ अब हामीले यसलाई चाहिँ फर्दर हामीले के गर्छौँ केओएससँग स्ट्रङली हिट गरेपछि हाम्रो यो चाहिँ रेस्पेक्टिभ प्राइमरी र सेकेन्डरी अमाइनमा चाहिँ के हुन्छ रिजेनेरेट हुन्छ पहिला हामीले थोरै थिम बुझेपछि हामीले चाहिँ अब थोरै हेर्छौँ है ल ल्याङ्ग्वेज आफै पढेर बुझ्न सकिन्छ म जे भने ल्याङ्ग्वेज त्यही लेखेको छ अब पहिला लेख्ने तरिका चाहिँ थोरै ख्याल गर्नुपर्छ है प्राइमरी अमाइनले चाहिँ मैले सोलिड बनाउँछ भनेको थियो अघि नै रियाक्सन अब पहिला चाहिँ हामीले यो अक्जालेट डाइथाइल अक्जालेट चाहिँ बनाउन जान्नु पर्यो हामीलाई थाहा छ COOH भनेको त हाम्रो अक्जालिक एसिड हो है तर हामीलाई थाहा छ यो ट्वाइस हुनुपर्छ भनेपछि पहिला चाहिँ मजाले जान्न पर्यो डाइथाइल अक्जालेट स्ट्रक्चर बनाउने यो हो हाम्रो अक्जालिक एसिड फिजिकल केमिस्ट्रीमा पनि हामीले भोल्युमेट्री एनालाइसिसमा धेरै पटक चाहिँ पढेको हुन्छौँ कि अक्जालिक एसिड है प्राइमरी स्ट्यान्डर्ड सब्स्टेन्स भनेको भनेपछि यदि यो दुईटा हाइड्रोजन भएन भने यसलाई हामीले अक्जालेट भन्छौँ ठिक छ अक्जालेट साल्टको फर्ममा लेखिन्छ अक्जालेट त्यसपछि हाम्रो के छ जस्ट दुईटा हामीले इथाइल ग्रुप चाहिँ इन्डिपेन्डेन्टली एड गरेको छौँ द्याट मिन्स डाइथाइल अक्जालेट ल भनेपछि हाम्रो रिक्वायरमेन्ट के रहेछ रिक्वायरमेन्ट हाम्रो रहेछ डाइथाइल अक्जालेट हो जब डाइथाइल अक्जालेटलाई हामीले यदि प्राइमरी अमाइनसँग रियाक्सन गऱ्यौँ भने अब यहाँ लेख्दाखेरि चाहिँ ख्याल गर्नुपर्छ दुईटा प्राइमरी अमाइन लेख्ने यसरी चाहिँ के हुन्छ हाइड्रोजन अथवा हाम्रो चाहिँ अमाइन नाइट्रोजनसँग जोडेको हाइड्रोजन हामीले एक्टिभ हाइड्रोजन भन्न सक्छौँ इलेक्ट्रोनेगेटिभले गर्दाखेरि त्यो बोन्ड इजिली ब्रेक हुन्छ यसरी चाहिँ के हुन्छ डाइथाइल अक्जालेटसँग यसरी चाहिँ अल्कोहल अथवा इथानोल रिमुभ भएर बाइ प्रोडक्ट बन्छ अरू एज इट इज एड हुन्छ यसरी चाहिँ हाम्रो के भन्छ अक्जामाइड भन्छ अब लेख्दाखेरि मैले यहाँ डाइ अल्काइल लेखिदिएको छु किनकि हाम्रो यसमा अमाइनमा हाम्रो प्राइमरी अमाइनमा चाहिँ अल्काइलको एड भएको छ सो हामीले चाहिँ यसलाई डाइ अल्काइल अक्जामाइड भनेर भन्न सक्छौँ विच इज सोलिड है सिमिलरली सेकेन्डरी अमाइनले पनि सेम प्याटर्नमा रियाक्सन गर्छ तर हामीले सेकेन्डरी अमाइनमा चाहिँ अघि नै जस्तै नलिएर यहाँ चाहिँ एउटा मात्रै के गर्छौँ अमाइन लिन्छौँ है अघि हामीले दुईटा लिएको छौँ यसमा चाहिँ हामीले एउटा लिएको छौँ अघि नै जस्तै यहाँ पनि के गर्छ यसरी चाहिँ अल्कोहल बनाउँछ बाइ प्रोडक्ट ठिक छ ल अब यो चाहिँ हाम्रो नाम यसको चाहिँ अक्जामिक स्ट्रक्चर विच इज ओइली लिक्विड यो चाहिँ हाम्रो लिक्विड फर्ममा एक्जिस्ट गर्छ अब फेरि तिमीहरूले भन्न सक्लौ यसमा किन दुईटा हामीले अमाइन लिएन त हो हाम्रो एउटा अमाइन लिँदाखेरि चाहिँ यसले दुईटा अमाइन जस्तो काम गरिदिन्छ किन यसमा त हाम्रो दुईटा अल्काइल ग्रुप छ भनेपछि जब हामीले यदि दुईटा अमाइन लिएको भए सेकेन्डरी यसमा चारवटा अल्काइल ग्रुप हुन्थ्यो जसले गर्दाखेरि चाहिँ यहाँ अक्जालिसँग रियाक्सन गर्दाखेरि स्टेरिक हिन्ड्रेन्सले गर्दा अथवा बल्की ग्रुपले गर्दाखेरि यहाँ चाहिँ स्टेरिक हिन्ड्रेन्स हुन्छ जसले गर्दाखेरि चाहिँ अलिकति कम्पाउन्ड अनस्टेबल हुन्थ्यो हामीले यसलाई यसो गर भनेर रियाक्सन गरेको होइन यो त अटोमेटिक रियाक्सन हुने मिक्सरमा गएपछि त्यसले गर्दाखेरि यसरी गरेको छ सिमिलरली यदि हामीले टर्सरी अमाइनमा हेर्ने हो भने टर्सरी अमाइनमा त हामीले के गरे देखिँदैन त्यसमा एउटा पनि हाइड्रोजन देखिँदैन किनकि सबैको रियाक्सनको नेचर हेर्ने हो भने त हाइड्रोजनले गर्दाखेरि रियाक्सन भएको छ नि त त्यही भएर टर्सरी अमाइनमा हाइड्रोजन छैन सो यसले चाहिँ रियाक्सन गर्दैन हामीले चाहिँ डाइथाइल अक्जालेट प्लस टर्सरी अमाइन अनि नो रियाक्सन भनेर लेख्न पनि सक्छौँ तर ल्याङ्ग्वेजमा एक लाइन कोर्दिएपछि पुग्छ ल यसपछि हामीले मैले ल्याङ्ग्वेजमा अघि नै भनिसकेँ मैले फिगरमा तिमीलाई देखाइसकेँ के गरिन्छ भनेर अब यसो एक लाइन दुई लाइन चाहिँ यो पढ्ने त्यसपछि यो ल्याङ्ग्वेज लेख्ने पनि ट्राई गर्ने है ल लास्टमा हामीले के गर्छौँ
यसमा हामीले अब QS राखेर हिट गर्छौं जसले गर्दाखेरि हाम्रो सेकेन्डरी प्राइमरी र सेकेन्डरी हाम्रो अमाइन चाहिँ के हुन्छ रिजेनेरेट हुन्छ। अब यसको रियाक्सन एकदमै सजिलो छ। मैले अघिनको लिए सोलिड अक्जामाइड लिए, यसलाई मैले चाहिँ अब QS सँगै अब लेख्दाखेरि पनि हामीले के गर्छौं QS लाई उल्टो HOK लेख्छौं अनि सेम प्याटर्नमा हामीले दुईटा प्राइमरी अमाइन युज गरेको थियौं, सो हामीले पाउँदा पनि के गर्छौं दुईटा प्राइमरी अमाइन नै पाउँछौं। यसरी चाहिँ हामीले के गर्न सक्छौं दुईटा प्राइमरी अमाइन सक्छौं। अरु चाहिँ बाइ प्रोडक्ट अघि नै जस्तै COOH भएको भए अक्जालिक एसिड बन्थ्यो, तर हाइड्रोजन छैन भनेपछि हाम्रो अक्जालेट हो अनि अगाडि के छ पोटासियम छ, यसको नाम पोटासियम अक्जालेट। बाइ प्रोडक्ट नाम त्यति धेरै जान्न चाहिँ आवश्यक छैन। सिमिलरली हामीले यदि सेकेन्डरी अमाइनमा हेर्छौं अथवा हाम्रो चाहिँ अक्जामिक स्टरलाई पनि हामीले चाहिँ QS सँग हामीले यहाँ ख्याल गर्ने, यहाँ चाहिँ दुईटै युज गरिन्छ। यसरी हामीले युज गर्यौं भने अघि नै जस्तै यो चाहिँ हाम्रो सेकेन्डरी अमाइन रिजेनेरेट हुन्छ। हाम्रो अघि नै सेकेन्डरी अमाइन एउटा युज गरेको थियौं, त्यही भएर यहाँ पाउँदा पनि एउटै पाउँछौं र यहाँ हामीले चाहिँ के गर्छौं अर्को बाइ प्रोडक्ट चाहिँ हाम्रो इथानोल बन्छ र एज इट इज COOH चाहिँ बन्ने जो भयो। यसरी हामीले चाहिँ प्राइमरी सेकेन्डरी अमाइनलाई यसरी चाहिँ हामीले रिजेनेरेट गर्यौं र हाम्रो टर्सरी अमाइन त जस्ताको त्यस्तै त थियो नि मिक्सचरमा त, त्यसलाई हामीले जस्ट फ्र्याक्सनल डिस्टिलेसन गरेर हामीले चाहिँ के गर्न सक्यौं पाउन सक्यौं। यसरी चाहिँ हामीले के गर्न सक्छौं हाफ ह्यान्ड मेथड युज गरेर हामीले 1 डिग्री 2 डिग्री 3 डिग्री अमाइनलाई चाहिँ हामीले के गर्न सेपरेट गर्न सक्छौं। यो चाहिँ इम्पोर्टेन्ट छ, अलिकति प्र्याक्टिस चाहिँ गर्नुपर्छ।